आउनुहोस् आउनुहोस् तपाईँ पनि कोही नेपालमा भिजिट भिसामा चाहिँ आउन सक्नुहुन्छ। अहिले त एकदमै सजिलो छ नि हैन? एकदम सजिलो एक्सपोले गर्दाखेरि एक्सपो कारणले गर्दा धेरै सजिलो छ हैन? आउनुहोस् घुम्नुहोस् नेपालको दुबई एकदम राम्रो छ। त्यहाँनिर चाहिँ म तपाईहरुलाई नेपाली मण्डपमा पुगिसके पछाडि त्यहाँको माहौल के रहेछ यो चाहिँ यहाँको यसको बारेमा चाहिँ यो चाहिँ छोपेर राखेको छ कार्टुनले र प्लस प्लास्टिकले एकदमै र्याप गरेर राखेको अवस्था छ। नमस्ते, यो मेरो फर्स्ट भ्लग हो। दुबई एक्सपोमा आइपुगेको छु, जुन चाहिँ विश्वकै सबैभन्दा ठुलो फेस्टिभल अथवा चाहिँ इभेन्ट भन्न सकिन्छ यसलाई। नेपालको झन्डा अनि विभिन्न देशहरूको झन्डाहरू यहाँनिर राखिएको छ, यतातिर पनि राखेको छ दायाँ बायाँ। अनि प्लस यो अहिले तपाईँले देखिराख्नु भएको यो अगाडिको गोलो चाहिँ यसलाई चाहिँ वासल प्लाजा भन्दो रहेछ हैन। मेरो यो फर्स्ट ब्लग हो। सो आज चाहिँ म स्पेसली नेपालको मण्डपतिर जाँदैछु, जहाँ चाहिँ एकदम 192 कन्ट्रीको मण्डपहरूमध्ये हाम्रो नेपालको पनि एउटा मण्डप हो। तपाईँहरूलाई म त्यो देखाउन चाहन्छु। सो यो म चाहिँ फर्स्ट ब्लग हो मेरो। सो तपाईँहरूलाई नि म घुम्न आएको मौकामा तपाईँहरूलाई नि देखाइदिउँ, यहाँको बारेमा जानकारी दिउँ, इन्फर्मेसन तपाईँहरूलाई दिउँ हैन। तपाईँहरू आउनुभएको छैन भने आउनु होला। दुबई एक्सपो एकदमै रमाइलो छ। अहिले अगाडि देखिराख्नु भएको छ त्यो चाहिँ क्रिसमसको लागि तयारी हो। अब डिसेम्बर 25मा चाहिँ यहाँको जुन क्रिस्चियनहरूले चाहिँ क्रिसमस मनाउने गर्दछन्, जुन त्यो कुराको चाहिँ यहाँ तयारी भइरहेको छ। सो अब म नेपाली पवेलियन पुगेपछि नै तपाईँहरूलाई अरू जानकारी, थप जानकारी दिनेछु र अरू ठाउँहरूको पनि जानकारी दिइराख्नेछु। यहाँ चाहिँ अहिले दिउँसो भन्दा पनि बेलुका चाहिँ यहाँनिर पुरै डिजिटल भिडियोहरू हुने गर्दछ। यहाँनिर चाहिँ भिडियोहरू देखाउने गर्दछ। अहिलेको लागि भने क्रिसमसको यहाँको स्टेज सोहरू चाहिँ यसमा हुने गर्दछ, जुन गोलोमा तपाईँले देखिरहनु भएको छ। त्यो गोलोमा चाहिँ स्टेज सोहरू हुने गर्दछ। यहाँनिर क्रिसमसको हरू देखाइराखेको छ। अहिले हेर्दा एकदमै नर्मल छ, तर यसमा राति चाहिँ यहाँनिर पुरै लाइटिङ हैन, लाइटको एकदमै झिलिमिली हुने गर्दछ। म चाहिँ योभन्दा पहिला पनि म एकचोटि आएको थिएँ हैन। मैले चाहिँ त्यतिखेर मैले ब्लग बनाउन चाहिँ मिस गरेँ, भिडियो बनाउन। सो यो पालि चाहिँ आउँदाखेरि तपाईँहरूलाई मैले ब्लग बनाएर देखाएको छु।
यदि तपाईँहरू पनि आउनु भएको छैन भने आउनु होला यहाँनिर दुबईमा। दुबई एक्सपो तपाईँ नेपालमा हुनुहुन्छ भने अहिले एकदमै सजिलो छ भिजिट भिजामा आउनको लागि। सो यहाँको बारेमा त यति नै भइहाल्यो होइन। अब नेक्स्ट हाम्रो डेस्टिनेसन भनेको नेपाली पवेलियन, नेपाली मण्डप जाने नै हो। त्यहाँनिर चाहिँ म तपाईँहरूलाई नेपाली मण्डपमा पुगिसके पछाडि त्यहाँको माहौल के रहेछ कस्तो रहेछ म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। भिडियोलाई हेरिराख्नु होला। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने यो मेरो फर्स्ट भ्लग हो होइन। मैले चाहिँ विभिन्न किसिमको चाहिँ ठाउँहरूमा घुमेर होइन म जहाँ पुगेको छु त्यहाँको बारेमा राइट इन्फर्मेसन दिने प्रयास गरेको छु। सो प्लिज डु सब्सक्राइब। सो भिडियोलाई हेरिराख्नु होला अन्तिमसम्म। तपाईँहरू पनि यदि आउनुभएको छैन भने दुबई एक्सपोमा यसरी आएर हेर्नुहोला। यहाँको माहौलको बारेमा एकदमै रमाइलो छ र टिकटकमा एकदमै भाइरल भएको झरना पनि म तपाईँहरूलाई देखाउने छु एकछिनपछि। म पहिला चाहिँ नेपाली मण्डपतिरै लाग्दैछु है त। देशको पवेलियन छ होइन। यहाँनिर चाहिँ विभिन्न मुलुकहरू तपाईँले घुम्न सकिन्छ। त्यहाँको संस्कृतिको बारेमा तपाईँले बुझ्न सक्नुहुन्छ। सो फाइनली तपाईँहरूले देखिरहनु भएको छ यहाँनिर नेपाल पवेलियन भनेर लेखेको छ। माथि माउन्टेनको पोस्टर लगाएको छ। अनि पछि यहाँनिर सायद मलाई चाहिँ एकदमै यहाँनिर नेपालमै आइपुगे जस्तो फिल भइरहेको छ। म एउटा दुईवटा फोटो पनि हान्छु होइन। यहाँ आइपुगिसके पछाडि यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर मन्दिरको फोटो राखेको छ। पान्तले मन्दिर होला सायद यो, अनि पाटन मन्दिर होला सायद यसरी राखिएको छ। सायद यो दृश्य देख्दा तपाईँले चाहिँ म नेपालमै छु, नेपालमै छ जस्तो, नेपालबाट भ्लगिङ गरिरहेको छ जस्तो तपाईँलाई फिल हुनसक्छ होइन। तर यो चाहिँ एक्चुअली होइन। म तपाईँलाई देखाउँछु। यो चाहिँ दुबईमा दुबई एक्सपोमा रहेको हाम्रो पवेलियन हो, मण्डप हो यो। अनि अर्को भित्तामा चाहिँ यस्तो इन्ट्रान्सतिर चाहिँ यस्तो राखिएको रहेछ होइन। यहाँनिर बौद्ध क्षेत्रको पनि एउटा पिक्चर इन्ट्रान्स।
नेपाली पाभिलियनमा आइसके पछाडि मलाई एउटा कुराको चाहिँ एउटा कन्फ्युज भएको छ, जुन चाहिँ यहाँनिर यसरी छोपेर राखेको छ। यो चाहिँ के हो भन्ने कुरा यहाँनिर जानकारीमा आएको छैन, कोही इन्फर्मेसन छैन। र यहाँ एकजना म भाइसँग चाहिँ सोध्न गइरहेको छु। भाइ, यसको बारेमा केही जानकारी छ? यसको बारेमा चाहिँ म जस्तो तपाईँ म पनि त्यस्तै हो होइन। हजुर हजुर अनि खासमा भन्नुपर्दा चाहिँ यहाँ धेरै मान्छेको प्रतिक्रिया सुनियो। हजुर चाहिँ बुढा नीलकण्ठको मूर्ति हो भन्ने सुन्नमा आइरहेको छ। हजुर। एक्ज्याक्ट के हो भन्ने कुरा चाहिँ हामीलाई पनि थाहा छैन। हजुर त्यसैले हाम्रो अर्को भिडियोको प्रतीक्षामा बस्नुभयो भने हामी सियो यसको पार्ट 2 सहित के हो तपाईँ होला चाहिँ हामी गर्नेछौँ जस्तो मलाई लाग्छ। एकदम एकदम एकदम। तर ठुलो यहाँ चाहिँ कस्तो भने एउटा कन्फ्युजनको विषय चाहिँ के बनाएछ भने यो भित्र के छ, यसलाई चाहिँ किन छोपेर राखेको छ होइन, यसलाई चाहिँ किन देखाउन खोजिरहेको छैन भन्ने कुरो चाहिँ हामीले अलिकति यहाँनिर एकदमै कन्फ्युजनै भएको छ। सबै चिजहरूले यहाँनिर चाहिँ नेपालको चिनारीको रूपमा चाहिँ खोलिएर सो गरेर राखेको छ होइन, डेकोरेट गरेर राखेको छ भने यो चिज चाहिँ यहाँनिर चाहिँ यो चाहिँ यहाँको यसको बारेमा चाहिँ यो चाहिँ छोपेर राखेको छ कार्टुनले र प्लस प्लास्टिकले एकदमै ऱ्याप गरेर राखेको अवस्था छ। तपाईँलाई धेरै धेरै धन्यवाद भाइ जानकारीको लागि होइन। च्यानलमा होइन एकदम सब्सक्राइब गरिदिनु होला। किप सपोर्टिङ। मलाई पनि आफ्नो 2 शब्द राख्नुपर्दा एकदमै खुसी छु म। मलाई पनि भ्लगहरू एकदमै मनपर्छ। एकदम। आफ्नो भ्लगिङ ट्राभलिङ सुरु गर्दैछु होइन। हजुर हजुर, तपाईँको नि भ्लग च्यानल छ? हजुर, मेरो साइली साम्स एकदम होइन। हजुर। वाइ याली यास डबल एम पुरा तपाईँहरूले सर्च गरेर हेर्न सक्नुहुन्छ। मेरो पनि त्यहाँनिर लोकल भ्लगहरू छ। जति पनि मेरो सब्सक्राइबर हुनुहुन्छ होइन, उहाँहरूले यदि चाहिँ उहाँको च्यानलमा गएर नि तपाईँहरूले हेर्न सक्नुहुन्छ। उहाँले पनि एकदमै राम्रो राम्रो भ्लगहरू राख्नुहुन्छ भन्ने कुरा उहाँले भनिसक्नु भएको छ। एकदम सही हो। मलाई मनपर्छ एकदमै होइन। म यस्तो हेरेर हुन्छु सबैजनाको एकदम एकदम लोकललाई एकदम प्रायोरिटी दिने मान्छे हो म। ल फेरि पनि भन्न चाहन्छु साइली साम्स छ मेरो युट्युब च्यानल नाम होइन। ओके। लगभग 50-60 सब्सक्राइबर हुनुहुन्छ अहिले। भर्खर सुरु गरेको हो। बिस्तारै मैले यसलाई आफ्नो निरन्तरतिर अलिक नेपाल गएर यसलाई त्यति नै भन्न चाहन्छु दादा यसलाई। ओके, थ्याङ्क यू। सो उहाँको च्यानलको बारेमा तपाईँलाई यदि स्पष्ट भएन भने मैले डिस्क्रिप्सनमा राखिदिनेछु र डिस्क्रिप्सनमा राखेर तपाईँहरूले खोजेर चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु होला र प्लस उहाँलाई किप सपोर्ट भन्न चाहन्छु। साथीहरू, अहिले चाहिँ अब भिडियोको अन्तिममा आइसकेका छौँ। यहाँनिर मैले 2 जना साथीहरूलाई चाहिँ भेटिएको छु। उहाँहरूको चाहिँ कस्तो रह्यो त एक्सपिरियन्स दुबईमा आएर नेपाली पाभिलियनमा? हजुर, तपाईँको नाम भन्नुहोस् न। नमस्कार। हजुर, तपाईँको अनुभव? हजुर, एकदमै सानो भन्दा पनि मिल्दैन। जस हाम्रो हिसाबमा एकदमै राम्रो छ होइन। एकचोटि आउनु होला। जस अब अरू कन्ट्रीको पर्यटनहरू पनि हामीले यहाँ देख्न सक्छौँ होइन। एकदम। उहाँहरू आइराख्नु भएको छ। जस खुसी लाग्छ। जस नेपालको प्याभिलियनमा पनि अब यति धेरै टुरिस्टहरू आइराख्नु भएको छ होइन। नेपालको कल्चर छ होइन। एकदम। कल्चर अब हरेक कुराहरू यहाँ चाहिँ अब निहाल्ने अवसर पाउनुहुन्छ होइन। एकदम जस ठिक छ, एकदम खुसी लागेको छ होइन। गर्व लाग्छ। जस अब आउट अफ कन्ट्री पनि यसरी अब नेपालको प्याभिलियनमा आएर होइन हजुर हेर्न पाइयो नेपालको बारेमा होइन। जस यहाँ आउँदाखेरि चाहिँ अब नेपाली आस्था एउटा फिल हुन्छ। अब सबै कुरा हेर्न सक्नुहुन्छ होइन। नेपालको दिन अब बुद्धको स्ट्याचुदेखि लिएर नेपालको कल्चरल इन्स्ट्रुमेन्टहरू यहाँ छ होइन। हजुर। अब त्यसै गरी नेपालको जस भनौँ न अब नेपालको अब एक्सपो भनेको त्यही हो, आफ्नो एउटा मौलिकता होइन, देखाउने कल्चरलाई देखाउने ठाउँ हो होइन। एकदम एकदम। अनि जस पर्यटनहरू पनि यहाँनिर अब आगमनहरू भइरहेको छ होइन। जस खुसी लाग्छ होइन। भिडियो हेरिदिनु होला। अब यहीँ हुनुहुन्छ, अब अवसर छ, टाइम छ भने अहिले पनि एकचोटि आएर चाहिँ नेपालको प्याभिलियन पनि भिजिट गर्नु होला। एकदमै राम्रो। हुन्छ ल, हस्। एकदमै धेरै धेरै धन्यवाद हजुरलाई है। एकदमै राम्रो विचार राखिदिनु भयो, खुसी लाग्यो। हजुर, धन्यवाद। तपाईँलाई कस्तो लाग्यो नेपाली पाभिलियनमा आइसके पछाडि? हजुर नमस्कार। नमस्कार। मेरो नाम चाहिँ ज्ञानबहादुर डागी। दुबईको यो एक्सपो भनेको विश्वभरि सर्वपरिचित छ होइन। एकदम। यसमा पनि नेपालले ठाउँ पाउनु भनेको एकदम महत्त्वपूर्ण कुरो हो। जति राख्नुपर्ने हो, जति हुनुपर्ने हो त्यो नभए पनि
एकदम ठिक छ, एकदम राम्रो छ, एकदम प्रयास चाहिँ राम्रो छ होइन। नेपालमा भएका पुरातात्विक वस्तुहरू चाहिँ राख्नुपर्ने ठाउँमा जस 70% चाहिँ राखेको छ, हेर्न लायक छ। अब जे नेपालमा भएका पुरातात्विक वस्तुहरू धेरै छन् आज, जो राख्नुपर्ने, नेपाललाई चिनाउनु पर्ने हो, हामीले चाहिँ पब्लियन एउटा विश्व सामु देखाउनु पर्ने, त्यो चाहिँ देखेको छैन। त्यही पनि आउँदा दिनहरूमा यस्तै अरू एक्सपोहरू पनि ट्राई नेपालले चाहिँ ट्राई गर्नेछ भन्ने आशा राख्दछु। एकदम राम्रो छ, आउनुहोस् तपाईँ पनि कोही नेपालमा भिजिट भिसामा चाहिँ आउन सक्नुहुन्छ। अहिले त एकदमै सजिलो छ नि होइन, एकदम सजिलो एक्सपोले गर्दाखेरि। एक्सपोको कारणले गर्दा धेरै सजिलो छ होइन। आउनुहोस्, घुम्नुहोस्, नेपालको दुबई एकदम राम्रो छ। चाहिँ विश्वको देशहरूको चाहिँ पब्लियन घुम्न सक्नुहुनेछ, एकदम राम्रो तरिकाले। यहाँ एकदम राम्रो वातावरण छ होइन, तपाईँहरूलाई एकदम स्वागत छ। सँगसँगै नेपाल पनि नछुटाउनु होला, नेपालको पब्लियन पनि हेरिदिनु होला सबैले भन्न चाहन्छु। हवस्, थ्याङ्क यू। ओके, निकै नै राम्रो विचार राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। थ्याङ्क यू। ओके, फाइनली म चाहिँ बाहिर आइसकेको छु। अब नेपाली पाभिलियनबाट म चाहिँ बाहिर आइसकेको छ। सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, र तपाईँहरू यदि घुम्न आउन चाहनुहुन्छ भने प्लिज घुम्न आउनुहोला दुबई एक्सपोमा। नेपाली पाभिलियन अन्य 192वटा देशको चाहिँ मण्डपहरू रहेको छ दुबई एक्सपोमा। प्लिज आउनुहोला, तपाईँहरू भिजिट गर्नुहोला भन्न चाहन्छु। र आजको लागि भने भ्लगलाई मैले यहीँ समाप्त गर्ने अनुमति चाहन्छु। भिडियो कस्तो लाग्यो कृपया तपाईँहरूलाई लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। र अन्य भ्लगहरू पनि म ल्याउने छु तपाईँहरूलाई, विभिन्न ठाउँहरूको, विभिन्न पाभिलियनहरूको। अझै पनि 192 पाभिलियनहरू बाँकी नै छन्। ती पाभिलियन मण्डपहरूको पनि म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। सो गाइज, किप वाचिङ, किप सपोर्टिङ एन्ड सब्सक्राइब, लाइक एन्ड सेयर। थ्याङ्क यू भेरी मच। सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भिडियो हेरिदिनु भएको।